हेलो गाइज, वेलकम ब्याक टु माई न्यू ब्लग। आज चाहिँ म बिहानै उठेर खेत जाँदैछु। खेतमा चाहिँ त्यहाँ किन जाँदैछु भन्दाखेरि हिजो बिउ छरेको थियो धानको बिउ नपलाइन्जेलसम्म पानी राख्नुपर्छ अरे नि त। त्यही भएर म चाहिँ पानी लाउनु जाँदैछु गाइज। म चाहिँ खेत पुग्न लागिसकेँ। के पर्छ गाइज, म चाहिँ खेत पुग्न लागिसकेँ होइन। घरबाट चाहिँ खेत चाहिँ त्यस्तै 10-15 मिनट जति लाग्छ। म पुग्न आँटेँ गाइज। फाइनली म आइपुगिसकेको छु। पानी त सुक्ला भनेको त स्ट्याम्प सुकेर हेर्नु त गाई चाहिँ बिजोग परेर रहेछ। पानी हाल्नुपर्छ गाई चाहिँ। पानी हाल्नु ठाउँमा जाँदैछु म चाहिँ भनेको पाइपै छैन यार, यहाँको कहाँ गयो गाइज। यस्तो छ यहाँ चाहिँ, यहाँ त्यस्तो पोखरी छ गाइज। नाला चाहिँ यता हालेको रहेछ, कसले हो भाई? मारो मुझे, मारो मारो। खोल्सातिर यसलाई हालिदिनुपर्छ। त्यहाँ जोड्नुपर्छ गाइज। अब मेकालो जोडिसक्यो पानी। अब गयो गएन हेर्नुपर्छ। रुको जरा, सबर करो। पानी चाहिँ एकदमै फुलाइरहेछ गाइस। देखाउँछ तपाईँहरूलाई, हेर्नु सक्नुहुन्छ यहाँ। यस्तो पानी हाल्यो भने चाहिँ यो बाहिर निस्केको सेतो धान हो, यो सबै चराले खान्छ अरे कि। सुकेपछि अब पानी पसेपछि त चरा आउनु सक्दैन, खानु सक्दैन नि त। त्यही भएर पानी हालेको है गाइस। यता हेर्नु सक्नुहुन्छ। आज त मौसम पनि घमाइलो रहेछ। म चाहिँ पानी हालिसकेर घरतिर फर्किँदैछु गाइस। म चाहिँ घर आइसकेको छु। पछाडिको मेरो घर चाहिँ घरमा पहिला मात्र टेकेको। मम्मीले त मल छोड्नु जा भन्नुहुन्छ। म चाहिँ मल छोड्नु जानेछु भैँसीको ठाउँमा। फाइनली गाइस, मैले त्यो मल छोडिसकेँ। अब घर गएर आउनु पऱ्यो। जिउै गनाउने भयो, हात चाहिँ भाँड्नु कि हात। मोबाइल सबैको डङडङ, मोबाइल के गर्नु डङडङ बनाएको छ। धुनु त होला नि। गजब बेइज्जती। घर जाँदैछु गाइस। त घर मेरो माथिल्लो घर हो गाइस। म चाहिँ नुहाउन गइरहेको छु। यस्तो गर्मीमा नुहाउँदा आनन्द आउँछ होला गाइस। आजलाई यति नै।